मेरो लगाइसकेपछि हगिसके। लामा चाहिँ मिठो छाङ भेट्यो। हेलो एभ्रिवन, फेरि पनि आज पनि स्वागत छ तपाईहरुलाई जीबी भ्लगमा। हाम्रो जीबी युट्युब च्यानलमा चाहिँ तपाईहरुलाई स्वागत छ। अनि आज पनि म यहाँ माथि गएर चाहिँ आज बिहान आएको। अनि आज चाहिँ कति 4 बज्न लागेको छ। फेरि ठुलो जागनको लागि, ठुलो देउलीको लागि जानु पर्ने हुन्छ है। अनि मेरो हातमा चाहिँ रोटी छ, यो सेलरोटीहरु। अब नुन नखाउनेहरुले यो सेलरोटी खाने हो। अनि बनिले चाहिँ हाम्रो यो कुलपूजामा चढाउनको लागि चाहिँ भाले बोकिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो काली छ, काली है रोटी दिन्छ कि भनेर हेरिरहेको छ लाखा। अनि आमाले चाहिँ यो झोलाहरु सताइदिनु भएको छ है। त्यही हो, रोटीहरु पनि यो झोला। अनि यही हो आमाको खुट्टा यस्तो छ है। रोटी यही हो गाइस है। अब मैले चाहिँ यो बोक्नु पर्ने हुन्छ है गाइसहरु। अब जाने हो, पानी पनि पर्न लागेको छ। कागज बनाइदिन्छु म खै त। ल होइन अहिले म झिकेर आफै गउँछु। हे पाइनासँग आन्छ मैले रुच्छ। ल देखिनको लागि। ल अब म चाहिँ निस्किए गाइस। फेरि पनि त्यही पारीको गाउँहरु हुँदै जाने हो। ल माथि जाने हो हिजोको जस्तै। आज चाहिँ बब्बाल हुनेवाला छ। त्यही हो। अनि ब्याट्री चाहिँ यहाँ सकिन लागेको छ। अरे लगातार 3-4 घन्टा आए पश्चात चाहिँ अहिले पानी बिरो भइरहेको छ गाइस। अनि म चाहिँ हिँडिरहेको छु है हिजोकै ठाउँमा हो। यो चाहिँ पुलहरु हिजै मैले देखाएको थिएँ। अनि हावा त चाहिँ माथि जानुपर्छ है। अनि त्यही हो गाइस। अनि आज चाहिँ म यहाँतिर तपाईहरुले देख्न सक्नुहुन्छ। अनि 3-4 घन्टा लगातार पानी आए पश्चात चाहिँ खोला कस्तो भयो भन्ने र म तपाईहरुलाई देखाउन चाहन्छु। यो खोला चाहिँ है कस्तो यस्तो आइरहेको छ गाइस। यस्तो कालो ढोमिलो आइरहेको छ है। यसलाई चाहिँ उस्तै परे यस्तो हामी जस्ता त होइन, तर कोही कोही कमजोरी लाल जस्ता मान्छेहरूलाई चाहिँ स्वात्तै बगाइदिन्छ होला यो खोलाले चाहिँ होइन। तर मलाई चाहिँ बगाउन सक्दैन, किनकि मेरो टोल चाहिँ 32-33 किलो छ। अब त्यो भनेको अब हाई नै हो है। अब 50-60 किलो भएको अब लो भन्ने 25-30 किलो छ। अहिले चाहिँ म एक्लै छु है। अनि हाम्रो छिमेकी दाइ भाउजू जेठो जेठामा है अनि दिदीबहिनीहरू सबै अगाडि गइसक्नु भएको छ। म चाहिँ अहिले एक्लै छु। अनि त्यस्तै भयो। अब सामानहरू हल्का सेटअप गर्दा गर्दै टाइम लस भयो, किनकि मेरो चाहिँ त्यस्तो छिटो छरितो काम गर्ने मेरो बानी छैन। किनकि हतारको काम लतार बतार भन्छन्, बरु सोलो गर्ने राम्रो गर्ने भनेर चाहिँ म लास्ट अवस्थामा पुगेको हो है। मान्छेहरू त उयो माथिको यो डाँडा काटिसके। अब मोबाइलमा चार्जर हुन्जेलसम्म चाहिँ म भिडियो खिचिरहने छु, उहाँहरूलाई भेटेर पनि खिच्ने छु होइन। त्यही हो। तर अहिले चाहिँ भिडियो प्लस हिँडालाई पनि कन्टिन्यू गर्नुपर्ने छ। अनि मैले चाहिँ टक्कै पाटे झोला बोकिरहेको छु। अनि मेरो ब्याग है। अनि मेरो पछाडि आफ्नै बहिनी अनि अरू बहिनीहरू आउँदै हुनुहुन्छ, आउँदैछन् है। त्यही हो, राम्रोसँग आए बहिनीहरू भन्न चाहन्छु। भन्दा भने मैले यहाँ भेटेँ है। दाइ भाउजूहरूलाई चाहिँ मैले यहाँ भेटेँ। म चाहिँ हिँड्ने क्रममा चाहिँ एउटा यो आराम भन्ने ठाउँमा आएको छु। यहाँ चाहिँ विभिन्न किसिमका हात हतियारहरू पाइन्छन् होइन। अब खुर्पी के छुरीदेखि लिएर। अनि मैले पनि उहाँले यो हामीलाई दिनुभएको छ हाम्रो कामको लागि है। अनि उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। अब भोलि पनि आउनुहुन्छ उहाँ चाहिँ होइन। अब त्यही हो, रमाइलो गर्दै गर्नु होला है। तपाईँ बसै गर्नु होला, हामी चाहिँ गइयो खोइ त्यो खुकुरी लिएर ल है त। पानी फेरि सुरु भइरहेको छ है। अब बन्द भएसम्म चाहिँ म भिडियोहरू खिच्ने प्रयास गर्नेछु। यहाँनिर तन्ने हुनुहुन्छ हाम्रो साथीहरू चाहिँ होइन। अब पानी परेर यस्तो अवस्था भइरहेको छ गाइस है। टक्क
अनि म चाहिँ अब पानी आइरह्यो भने चाहिँ म बनाउन सक्दिनँ होला भिडियो है। यही हो ए हाम्रो यहाँ चाहिँ सर हुनुहुन्छ एकदम, उहाँको हातमा पनि खुकुरी छ, मेरो हातमा पनि खुकुरी, खुइटे खुकुरी। ल फाइनली गाइज हामी चाहिँ अब अन्तिम गन्तव्यतिर आइपुग्यो है। तपाईँहरू देख्न सक्नुहुन्छ यो हो, यसलाई चाहिँ जुलुङ गर्ने ठाउँ भन्छ। हामी चाहिँ यहाँबाट आएको, यो ठाउँबाट आएको है। हामी चाहिँ यस्तै यो ठाउँमा आयो यहाँबाट चाहिँ। अनि हामी यहाँ छौँ, सबैले देख्न सक्नुहुनेछ है। अहिले चाहिँ ठगाइ मार्दैछौँ गाइज। यहाँ चाहिँ मेरो साइली बहिनी छ हो, ओके। यहाँ चाहिँ गोठी बहिनी छन् है। अनि यता चाहिँ बास्मिल झरना यहाँ देख्न सक्नुहुनेछ है। अब अरू भिडियोमा हेर्दै गर्नु गाइजहरू, तपाईँ देख्न सक्नुहुनेछ चोट्रा मस्तै फलिरहेको छ। यतातिर ब्युटिफुल अनुहारहरू हेर्न सक्नुहुन्छ। यता बहिनीहरू छ, यहाँ ह्यान्डसम दाइ हुनुहुन्छ, तर अलि नमिठो लाग्यो है यो अनुहार बिगारेर चाहिँ होइन। उहाँ चाहिँ दाइको जेठो छोरा, प्लस म पनि यहीँ छु है। हामी चाहिँ चोट्रा खाँदै गाइस। हामी चाहिँ गुड साथी हो, म चोट्रा होइन, म चाहिँ जुका खाँदैछु। यस्तै भइरहेको छ है। यो कता बास बस्न लागेको जस्तो देखियो होला होइन जनताहरूलाई, तर यो चाहिँ ऊ हो, हाम्रो एउटा विशेष कामको लागि चाहिँ हामी यो हाम्रो गाउँबाट यहाँ हुँदै यता जाँदैछौँ, किनकि हाम्रो पूजा हुँदैछ है। अब उहाँको हाम्रो बहिनीको अनुहार देखाएपछि त भिडियो भाइरल नहुने कुरा त हुँदै हुन्न होइन। त्यही भएर ज्वाइँले पनि हेर्नु होला। कहीँ हुनुहुन्छ भने चाहिँ अनि हेरेपछि सेयर अनि लाइक गरिदिनु होला। हजुर के भन्न चाहनुहुन्छ अझै भन्नुहोस्। त्यही नै हो गाइस, गुड नभुल्नु होला गाइस। गाइस चोट्रा निल्छु फाल्ने हो र, म चाहिँ फाल्छु। ए यो खडा गर्न पर्यो। त्यो फाल्ने भने किन खाने हो र, खाम न त निलम। त्यस्तो धेरै छ। ओइ ए सरी यार। के तपाईँ ए ल मेरो चोट्रा हेर त्यो चोट्राको पेसामा मामा हामीले खान्छौँ। तप त पकड बस है त्यस्तै है। ल पकड बस्न त कहाँ तर यत्रो चोट्रा खाएर चौतारी गर्मी हुन्छ क्या खाने है। सनेसले खानुहुन्न नि दाइ। गाइस यहाँ चाहिँ चोट्राको छ हाम्रो उसमा चाहिँ है। दाइले चाहिँ खाइरहनु भएको छ, म पनि धेरै त होइन एउटा चाख्न चाहेँ। नयाँ फल नयाँ मौसम अनुसार अब नयाँ फलहरू चोट्रा भन्छ यसलाई चाहिँ होइन, चौतारी। अब तपाईँहरूको भाषामा चौतारी होइन। म चाहिँ खाएँ ल खाएँ, कस्तो हुन्छ यस्तो हुन्छ है। आजको नयाँ भइरहेको छ है। अब चाहिँ नयाँ धेरै सबमा पछि पनि भएको छ हाम्रो भाइहरू है सबैजना। यो गाई अझै पनि म देखाउने जमर्को गरिरहनेछु। मलाई निद्रा नलाग्दासम्म चाहिँ तपाईँहरूले हेरिरहनु होला है त। आज चाहिँ आजको माललाई तपाईँहरू हेर्न सक्नुहुनेछ, म देखाउनु गइरहेको छु है त।
मैले चाहिँ हगिसकेँ है, रामेर लगाइसकेपछि हगिसकेँ। अब साग पुस्नु पर्ने हुन्छ। फ्रेस फ्रेस भयो है। ल पिसेर चाहिँ होइन, ल हग्दा पनि भलक मिठा पनि भलक, यस्तै छ जिन्दगानी। सक्नुहुनेछ भेडाहरू तन्नै छन् है यहाँनिर चाहिँ। आधाको मुस्युर साइडा चाहिँ यो बोका बाछा भन्दा ठुलो छ। देख्न सक्नुहुन्छ तपाईँहरू है। अब यस्तै छ होइन, अब सिकाइ चाहिँ हाम्रो कस्तो भइरहेछ गाइस है। तपाईँहरू देख्न सक्नुहुन्छ माथि जुन पनि लागिरहेको छ है। यहाँनिर त दाइहरू भाइहरू सब सुतिरहेको छन्। तपाईँहरू देख्न सक्नुहुनेछ पारीको अब नयाँ उज्यालो नयाँ दिनको सुरुवात हुँदैछ। अनि आशा छ यतिवटा पुगेपछि चाहिँ हाम्रो पनि नयाँ दिनको सुरुवात हुनेछ जस्तो लाग्छ है। विश्वास छ सबैभन्दा ठुलो कुरो होइन। बोकाको बोली दिने कार्यक्रम भइरहेको छ है। र अझ हप्ते हो। अब कार्यक्रमको चाहिँ अन्तिम अवस्थामा आइपुगेको छ है। त्यही नै हो। ल चाहिँ मिठो छाङ भेटियो क्या। आमा लास्ट त बिदा हुने बेलामा हेर न।
झ्याङ खायो पैसा राम्रो नि जहाँ पनि हो ल बाई बाई चाहिँ है यो सुनौलो वातावरणसँगै धेरै रमाइयो धेरै नाचियो पनि है अब हाम्रो यसमा चाहिँ कुल पूजामा चाहिँ धेरै रमाइलो पनि गरियो अब हाँसो पनि भयो अब आज चाहिँ यो भिडियोलाई चाहिँ भिड मार्ने कुरा हुन्छ त्यसैले गर्दाखेरि हाम्रो यो जिबी भ्लगलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है अनि लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला तपाईहरुलाई धेरै धेरै माया छ भिडियोलाई मन नपरे अनलाइक गरिदिनु मन परे लाइक गरिदिनु धन्यवाद।